एभ्रीवान सबैजनालाई नमस्ते। आज पनि तपाईहरु सामु चाहिँ न्यू ब्लग लिएर उपस्थित भएको छौं। आजको ब्लग चाहिँ हामी साडी लगाउने कसले राम्रो लगाउने हामी दुई जनालाई नै खासै लगाउनु चाहिँ आउँदैन हामीलाई। कसलाई कस्तो देखिन्छ तपाईहरुले चाहिँ कमेन्ट लाइक हेरेर कमेन्ट गर्यो भने गर्दिनु होला कमेन्ट लाइक गर्न सुरु गर्छौं है त हामी। ल स्टार्ट कसरी लाने गर्नु ओइ गर्नु कता हो कस्तो लाग्नु बस लाग्नु है त पेट त ठुलो भन्छ त भर्खर खाना खाएको गाइस देखिन नि म फेरि त्यो बुझ्नु छ के हो यो त छोटो छोटो छ त लास्टमा फुल देखाउँ ल यिनले त सब भ्याइसक्यो नि हौ म लगाउनै नजान्ने कसरी गाउँ बिहे गरेर लगाउने मान्छेलाई मलाई आउँदैन कसरी लाउने हो गाइस सिकाइदिनु पर्यो प्र्याक्टिस त गर्नु पर्यो नारायण साङ्गो हुँदैन बहरा कसरी लाउने हौ यसरी पनि बिहे नि नजानेपछि उसले छिटो लगाउँदो रहेछ नि त म त आउँदैन मैले लगाएकै छैन कहिले पनि मैले त दिदीहरू लगाइदियो फर्स्ट टाइम ट्राई त्यो क्यामेरा चाहिँ मिलाउनु पर्छ क्यामेराले खासै काम गरेन त कुवाको पानी खै आउला जस्तो चाहिँ पारा छैन गाइस खासै साडी लगाएर घरमा त गरिएला जस्तो छैन म त लगाउने थियो यति सिट अब यसरी हिँड्नु नि यस्तो लगायो कस्तो देखियो गाइस राम्रो लगाउन आउँदो रहेछ त तपाईलाई आउँदैन दामी छ दामी महँगो ल घरघरि खानु हुने भयो साडी लगाएर माइत जानु सक्नुहुन्छ दामी ल कस्तो फिल भइरहेछ तिमीलाई साडी लगाएर मलाई सको छ एकदम हिरोनी देखेको छ नि हौ मान्छे राम्री त्यसै त्यहाँ माथि साडी चोलो लाउँदा त्यहाँ माथि त के नि हिरोनी भन्दा कम छैन है गाइस हाम्रो बहिनी ल कोही छ भने चाहिँ यसो ल आजको छोटो मिठो भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छौँ हामीलाई कस्तो देख्यो तपाईहरूले लाइक कमेन्ट गर्नु होला फेरि नयाँ भ्लगमा उपस्थित हुनेछौँ छुटौँ फेरि नयाँ भ्लगमा उपस्थित हुनेछौँ धन्यवाद हेरिदिनु होला भ्लग चाहिँ